जान मन लाग्यो भन्दैमा सबै ठाउँमा जान कहाँ जुर्छ र। नमस्ते सबैजनामा, म सुनु शर्मा रौता आसामबाट तपाईँहरूलाई स्वागत गर्दैछु मेरो एउटा नयाँ भिडियोमा। र म चाहिँ यता बिहानको खाजा खाँदैछु। आज चाहिँ मैले बनाएकी छु चाम्रे अनि गुन्द्रुक साँधेर अलिकति आलुको सब्जी बनाएँ। आज खाने पनि 10 जना छौँ हामी चाहिँ। सधैँ रोटी र बाबर किन गर्नु भनेर आज चाहिँ चाम्रे नै बनाएँ। अनि यो रुममा आएकी छु। यो रुम चाहिँ मैले बेड कभरहरू चेन्ज गरेँ। यो रुम धेरै दिनदेखि लठीपद्रो भइरहेको थियो। अनि रुमहरू लठीपद्रो भयो भने राम्रो पनि लाग्दैन हैन। सनक्क पार्न पायो भने सामान यता त्यता सारेपछि निकै नै राम्रो देखिन्छ। मेरो चाहिँ रुमका वस्तु यता त्यता सारी राख्ने बानी छ। त्यसको लागि मैले हस्बेन्डबाट गाली पनि खान्छु। गानो जान्छ है तेरो भनेर पनि भन्नुहुन्छ। यो रुममा चाहिँ मेरो हस्बेन्डले कार्टुनहरू ल्याएर राख्नु भएको छ। गोडाउनमा चाहिँ अलिकति अब मुसाको डर हुन्छ भनेर त्यहाँ सामानहरू नराखेर यही रुममा राख्नु भएको छ। त्यही हो साथीहरू, म्यानेज गर्नै पर्छ हैन। त्यसैले यही राखे पनि मजाले मिलाएर राख्दा सनक्क लाग्छ भनेर मैले चाहिँ चटक्क पारेर मिलाए। अब आफूले जति सके त्यति नै अब मिलाएँ। आफ्नो रुम चाहिँ गति गरास छैन र पनि बाहिर चाहिँ अरू बस्ने रुम राम्रो पार्न पाउँदा आफूलाई पनि खुसी लाग्छ हैन। आफ्नो रुम मिलाएकै थिइनँ, आमा आइपुग्नु भएछ चाराले हिँड भन्दै। हेलो साथीहरू, बिहानको चाहिँ काम सकेर अहिले चाहिँ आमा र म जाँदैछौँ चाराली। सानो काम छ, सब्जी पनि सकेको छ किन्न हिँडेका। अटो आएकै छैनन् अनि हामी चाहिँ जाँदैछौँ लेफ्ट राइट गर्दै। अहिले हेर्नु हाम्रो रौतामा यता पनि बिल्डिङ छन्, यता पनि बिल्डिङ छन्, यता पनि बिल्डिङ छन्, यता पनि बिल्डिङ छन्, सबैतिर बिल्डिङ छन्। बिल्डिङ सबै। अहिले यो म बेभर आएको रौता जस्तो छैन। अहिले म आइकन चाहिँ यहाँ डेभलप भएको छ रौता। म रौतामा बेभर आउनु नै यहाँको उन्नति। यी सबै यो थियो नि पहिले थियो यस्तो खालको घर, म आएर यहाँ आउनु यस्तो खालको घर। मेरो मजाकलाई चाहिँ सिरियसली नलिनु है कसैले पनि। र कति धेरै मेहनत लागेको छैन यतिको घर बनाउनलाई। सबैको इच्छा हुन्छ मलाई पनि राम्रो घर बनाऊ भन्ने। त्यसै अनि बिस्तारै चाराली पुग्यौँ। आमाले भन्नुभयो तामुल खाउँ हिँड भनेर। मैले भने घरमा यति धेरै तामुल ठेका छ किन खानु पर्यो भनेको, बुढो तामुल खाउँ न त भन्नुभयो। अनि एक टुक्रा खायौँ र कतिपय सामानहरू लिन थियो। आमा पनि ब्लकतिर जानुभयो अनि म पनि यता आएँ डेली बजारतिर। अनि खोर्सानी टमेटोहरू के जाति लिन थियो। अनि मैले चाहिँ लिएर आएर बसेँ अटोमा। आधा घन्टामा चाहिँ काम सकेँ मैले अब किन्ने ओर्ने। र हेर्नु न अटोमा मान्छे भर्ती हुन फेरि कति धेरै टाइम लाग्छ। ट्रेनको टाइम हुँदा त छिटै नै भर्ती हुन्छन्, तर ट्रेनको टाइम भएको रहेनछ भने चाहिँ निकै रुनुपर्ने हुन्छ। अलिकति चतुराई गरेर आएर टमटम लिएर आउँथेँ भने त हुन्थ्यो, तर के गर्नु, मैले चाहिँ त्यो बुद्धि नै आएन, बसी नै राखेँ। अनि निकै बेरमा चाहिँ अब 4-5 जना एकैचोटि आउनुभयो अनि चाहिँ चढेर घरतिर आगे। यो चाहिँ हो छोरीहरू पढ्ने स्कुल। तपाईँले मेरो भिडियोमा बेला बेला देखि नै राख्नुहुन्छ। र मैले चाहिँ बेगबाट 20 रुपियाँ दिनलाई निकाल्नु पर्यो भनेर निकालेँ कि त फाटेको पो रहेछ। खोइ कसले दिनुभएको थियो। अनि म चाहिँ यहाँ नामिसकेर बाटामा देखेँ अपराजिता फुलिरहेको। हेर्नु न यो चाहिँ डबल खालको रहेछ कि, त्यसैले मैले चाहिँ 1-2 अब बिउ लगेँ यहाँबाट। छायासँग भेटेर मेरी छोरी चाहिँ यति बिजी भएकी छिन् नि, खेले नभन्नु न। छोरीलाई टाइम दिन पनि पाएकी छुइनँ। अनि भन्दै थिएँ आऊ तिमीलाई म नुहाइधुवाइ गरिदिन्छु भनेर। यता चाहिँ आमाले आज निकाल्नु भएको त्यो सेन्की र सुकाउनु भएको रहेछ। मलाई देखेर हेर्नु न कति खुसी भइन् सानी पनि। आफ्नो मान्छे आएको देखेर चाहिँ चिनेर कति धेरै खुसी हुन्छन् साना नानीहरू। अनि रुममा आएर चाहिँ कपडा फेरेँ। अनि फेरेर चाहिँ आफ्नो रुम पनि मिलाउन थालेँ। के गर्नु, बिहान एकदम हतार भयो। आफ्नो रुम मिलाउन त्यत्तिकै रह्यो। एउटा ओछ्यान त हस्बेन्डले मिलाइदिनु भएको थियो र पनि दोहोर लिएर आएका कपडा चाहिँ मिलाउन त्यत्तिकै रहेको थियो। अनि त्यही हो, अब छोरा मान्छेहरू ओछ्यानमा बस्दा ब्ल्याङ्केट लिएरै बस्नुहुन्छ ल्यापटप चलाउँदा पनि हैन। र यता चाहिँ म मिलाउन थालेँ। अनि हेर्दै थिएँ टाइम 12:30 बजिसकेछ। 11 बजी गएकी मान्छे 11:30 भित्रमा त काम सकिरहेको थियो नि, तर के गर्नु अटोमा टाइम लागिहाल्यो। अनि त्यसैले निकै टाइम गयो मेरो त। अब किचनमा बसेर खानापिना बनाउँदा पनि निकै टाइम जान्छ। यता छोरीलाई पनि नुहाइदिन छ, कति धेरै हतार हुन्छ नभन्नु न। आफ्नो लागि साँच्चै नै समय निकाल्न साह्रै पर्छ मलाई चाहिँ। र यता हेर्नु न एकतिर गरो अर्कोतिर केही न केही रहिराखेको हुन्छ। छोरीका कपडा पनि धोका मिलाउन त्यत्तिकै रहेको थियो अनि त्यो पनि म मिलाउँदैछु। र फाइनली यतिको चाहिँ मिलाएँ, किनकि किचनमा पनि पस्नु छैन, कति धेरै हतार हुन्छ।
छोरीलाई हतार हतार नुहाइदिएँ गरिदिएँ र म चाहिँ बसेँ किचनमा बस्ने बित्तिकै फेरि 12:30 बजीतिर सबैलाई म एकपल्ट चिया दिन्छु अनि पितालाई चिया पनि बनाइदिएँ अनि यता एकतिर बसाइदिएँ दाल आफू हिरो बन्यो हैन भनेर रुम लटी भत्र हुन्छ नाच्न धमाधम रहेछ किन के को यत्रो खुसी एडमिसन भेट्नुभयो क्या अनि कपाल रङ गर्ने बेला भएछ त काटेर आउनु रङ गरिदिन्छु मेरो काम छ भाइ अब हस्बेन्डलाई पनि बनाइदिनु पर्यो भनेर चिया बनाइदिएँ अनि यता बुढी दिदीलाई पनि दिएँ अनि मैले पनि अब पिउनु पर्यो भनेर मैले पनि अलिकति पिएँ त्यही हो अब यता पाक्दै गर्दाखेरि यिनीहरूको पनि अब जग्गाहरू अलिकति सार्नु पर्यो भनेर सोचेँ तलका माथिका तल पारेर अलिकति हेर्न हुने चाहिँ बनाएँ समय चाहिँ साँच्चै नै धेरै मूल्यवान हुन्छ होइन एकछिन गरेर पनि हामीले समय जोगाएर काम गऱ्यौँ भने कति धेरै सजिलो हुन्छ अनि यता पाक्दै गर्दाखेरि म यता पुसपास पनि गर्न थालेँ अब यो पुसो भने चाहिँ अब देख्न पनि राम्रो हुन्छ पकाउन पनि राम्रो लाग्छ होइन भन्नु त यता त्यता लठीभद्रो वस्तु देख्यो भने पकाउन पनि एकदम राम्रो लाग्दैन मेरो चाहिँ धेरै नै पुसिराख्ने बानी छ दिन छोटा छन् कति छिटो साँझ पर्छ आज चाहिँ म यतै बिजी छु हेर्नु न सबैजना जानुभएको होला नि दुलियाजानमा भइरहेको अखिल असम गोर्खा छात्र सङ्घको गोल्डन जुब्लीमा कति रमाइलो हुँदै होला म पनि फिलोबारीमा भएकी भए त पक्कै पनि जान्थेँ के गर्नु टाढा छु अघि मैले भनिहालेँ नि सबै सोचेको ठाउँमा जानलाई त जुर्नु पनि पर्छ र मलाई चाहिँ अब यी घरमै गर्न जुरिरहेको छ साथीहरू आज अनि को जानुभयो त आज तपाईँहरू दुलियाजान र को जान पाउनु भएन म जस्तो र यता हेर्नु न कस्तो धमाधम हुन्छ नभन्नु सनक सुनुक्क पारे पछाडि चाहिँ सबैजनालाई खाना बोलाएँ के गर्नु सबैजना आइ पनि दिनुहुन्न एकजना गर्दै आउनुहुन्छ अनि ममतालाई पनि बोलाकी त छोरी निराकी छैन भनेर भने उसलाई हेर्न एकजना चाहिन्छ अनि म चाहिँ आएँ त उसलाई हल्लाउनको लागि र आजको भिडियो चाहिँ यतिमै समाप्त गर्दैछु बाइ बाइ